125 सीसी को गाडी किन्नुको मुख्य कारण भनेको माइलेज, कम्फर्ट र रिलायबिलिटी हो। मार्केटमा 125 सीसी को गाडीहरू थुप्रै छन्। होन्डा साइन, टिभीएस राइडर, हिरो एक्सट्रिम 125R र अरू अन्य गाडीहरू। र बजाज पल्सरको N125 यो गाडी अरू गाडीहरू मध्ये कतिको बेस्ट छ त? आउनुस् डिटेलमा हेरौँ। पल्सर N125 फुल्ली नेकेड स्पोर्टी बाइक हो। साइड प्रोफाइलबाट हेर्दा थिक बडी देखिन्छ, तर फ्रन्टबाट हेर्दा यसको टेलिस्कोपिक सस्पेन्सन र यसको सस्पेन्सन कभरले गर्दाखेरि हल्का बल्की लुक्स देखिन्छ। रियरमा एडजस्टेबल मोनोसक सस्पेन्सन छ। आफ्नो हिसाबले सस्पेन्सन एडजस्ट गर्न सक्नुहुन्छ र सस्पेन्सन सेटअप र कम्फर्ट यो गाडीको हिसाबले एकदमै राम्रो छ। फ्रन्टमा एलईडी स्प्लिट हेडलाइट सिस्टम छ। नाइट टाइममा यसको थ्रो भिजिबिलिटी धेरै राम्रो छ। फ्रन्ट सिग्नल हेलोजन बल्बमा आउँछ र रियर टेल लाइट डुअल सेटअपमा एलईडीमा छ। फिचरमा फुल डिजिटल एलसीडी मिटर कन्सोल छ। यसमा ब्लुटुथ कनेक्टिभिटी पनि छ। कल अलर्ट, मेसेज अलर्टहरू सबै सो हुन्छ। ओडोमिटर, फ्युल, टाइम र यूएसबी चार्जिङ पोर्ट भइहाल्यो, तर यसको मिटरमा चाहिँ आरपीएम मिटर सो हुँदैन। अरू फिचर भनेको यसमा आइडल स्टप स्टार्टको अप्सन पनि छ, जुनले गर्दाखेरि यसको माइलेज झनै इम्प्रुभ हुन्छ। ब्रेकिङ सिस्टममा यसको फ्रन्टमा 240mm को डिस्क र यसको रियरमा 130mm को ड्रम ब्रेक छ। यो गाडीमा तपाईले एबीएस चाहिँ पाउनुहुन्न, तर यसमा कम्बाइन ब्रेकिङ सिस्टमको अप्सन चाहिँ छ। तपाईले पछाडिको ब्रेक हान्दाखेरि अगाडिको ब्रेक पनि हल्का लाग्छ। अब एबीएस नभएपछि सेफ्टीमा कम्बाइन ब्रेकिङ सिस्टम पनि धेरै राम्रो हो। इन्जिनमा 124.59 सीसी को सिंगल सिलिन्डर 4 स्ट्रोक 2 valve SOHC को एफए इन्जिन पाउँछ भनेदेखि यसले 12 PS को म्याक्स पावर र 11 Nm को म्याक्स पिक टर्क प्रोड्युस गर्छ भनेदेखि यो गाडी 5 स्पिड गियरबक्स सँगै आउँछ। यो गाडी OBD2 सेन्सर सँगै आउँछ र यसको टप स्पिड 115 km/h रहेको छ। इन्जिन स्टार्टमा यसमा आईएसडी पनि दिएको छ, त्यो कारणले गर्दाखेरि गाडी साइलेन्ट स्टार्ट हुन्छ र अर्को यसमा किक स्टार्ट पनि दिएको छ। सेफ्टीमा साइड स्ट्यान्ड इन्जिन कट अफ सेन्सर पनि छ। कम्फर्टमा यो गाडी एकदमै राम्रो छ। तपाईलाई डेली युज, अफिस युज, कलेज युजको लागि यो गाडी एकदमै कम्फर्टेबल हुनेछ। यो स्प्लिट सिटमा आउँछ। यसको सिटको लम्बाइ चाहिँ धेरै लामो छ। तपाईलाई स्पेसको कमी चाहिँ हुँदैन, तर यसको चौडाइ चाहिँ अलि सानो छ, त्यसले गर्दाखेरि हल्का गाह्रो चाहिँ हुन सक्छ। स्प्लिट सिटमा आउँछ। सिटको क्वालिटी हल्का हार्ड छ, त्यति धेरै सफ्ट नै छैन र यसको सिट हाइट 795 mm छ। ग्राउन्ड क्लियरेन्स 198 mm छ। ग्राउन्ड क्लियरेन्स चाहिँ हाईएस्ट इन सेगमेन्ट भन्दा नि हुन्छ। यतिको ग्राउन्ड क्लियरेन्स अहिलेसम्म 125 सीसी को कुनै पनि गाडीमा दिएको छैन र यसको कर्ब वेट 125 kg छ। अब यो गाडीको प्राइसको कुरा गर्नु पर्दाखेरि बजाज पल्सर N125 को प्राइस अहिले हाम्रो नेपाली मार्केटमा 2,97,900 रुपियाँ रहेको छ।